संसार अत्यन्तै स्वार्थी छ। जुनसुकै सम्बन्ध होस्, चाहे त्यो साथी होस्, परिवार होस्, प्रेम होस्, प्राय सबै सम्बन्धहरू स्वार्थमा आधारित देखिन्छन्। मैले जीवनमा जहिले पनि सबैको साथ दिएँ। दुःखमा होस् या सुखमा हरेक परिस्थितिमा म साथ उभिरहेँ। कसैको आँखा रसाउँदा मेरो मुटु भक्कानिन्थ्यो। कसैले म दुखी छु भन्दा म रातभरि सुत्दैनथेँ। सुत्न खोज्दा सुत्न पनि सक्दैनथेँ। म कसैको आवाजमा पीडा सुन्ने गर्थेँ। कसैको आवाजमा पीडा सुने भने आफै सबै कुरा छाडेर उसलाई सहज कसरी गराउने भनेर म प्रयास गरिरहन्थेँ। तर आज म हेर्छु, जब मलाई साथ चाहियो, जब मेरो मन भक्कानिन थाल्यो, जब म एक्लो भएँ, जब म चिन्ताले म चिताको बाटोतर्फ जाँदै थिएँ, जब मैले कसैलाई मेरो पीडा सुनाउन खोजेँ, तब सारा संसार चुपचाप भयो। कसैले मेरो मौनताको अर्थ बुझेन। संसार यस्तो छ। जब म सबैका लागि बत्ती झैँ बल्दथे, उनीहरू उज्यालो त मबाट लिन्थे, तर त्यो बत्ती निभ्ला भनेर कसैले पनि तेल हाल्ने कोसिस गर्दैनथ्यो। आज म बुझ्दैछु सत्य के हो भनेर। धेरैले मेरो अस्तित्वलाई तबसम्म मात्र मूल्य दिन्छन् जबसम्म म उनीहरूका लागि काम लाग्दछु। आजकल मलाई त्यस्तो लाग्न थालेको छ। जब म थाक्छु, जब म चुप लाग्न थाल्छु या आफैलाई बचाउने निर्णय लिन्छु, त्यति बेला उनीहरूको चासो पनि हराउँदछ। म हुनु र नहुनु उनीहरूलाई अर्थ पनि राख्दैन। तर एउटा कुरा आज मैले बुझेकी छु, अब म आफैलाई साथ दिनुपर्छ। आफैलाई साथ दिनेछु, किनकि यो संसारमा सबैभन्दा जरुरी त आफू नै रहेछ। आफ्नो शरीर रहेछ। आफैसँग इमानदार हुनु रहेछ। बाँकी त समय अनुसार आउने जाने र सम्झनामा हराउने मान्छेहरू मात्रै रहेछन्।